हेलो गाइज, नमस्ते, गुड मर्निङ। हजुरहरू सबै सन्चै हुनुहुन्छ? म पनि सन्चै छु। आज अब उठेर माइतको घर जान लागेको। आज यहाँ सबै चिज काम भ्याइएर आज दसैँ छिटो छिटो गरेर आऊ है, यता टिको लाउन भनेर बोलाउनु भएको थियो। आमाहरू फेरि गाउँतिर जाने अरे, त्यही भएर फटाफट उठेर हामी तयार हुँदै लागेको। 5 बजे नि छिट्टो आऊ भनेर फोन आयो, नजिक छ माइत, त्यही भएर फटाफट उठेर तयार भएर माइत हिँड्न लागेका छौँ हामी। हस् त, आज के हुन्छ सबै हजुरहरूलाई देखाउँछौँ। हस्, हामी ससुराली जान हिँड्यौँ बिहानै। आमाहरू बिहानै घर जाने भनेर फटाफट बुढाबुढी तयार भएर छिट्टो आ भन्नुभयो। दाइको फोन आएको थियो, त्यही भएर हामी ससुराली हिँड्न लाग्यौँ। ससुराली मतलब मेरो माइत। हेलो साथीहरू, नमस्ते, गुड मर्निङ। हजुरहरू सबै सन्चै हुनुहुन्छ? म पनि आज बिहानै माइततिर लाउन लाएँ। हेर्नु त, माइततिर जानको लागि तयार भएर हिँड्न लागेको हामी। यसरी बिहान जाने माइत नजिक भएको यही फाइदा हुन्छ कि जुरुगा उठ्यो त गुरु माइत नजिक भएको यही फाइदा हो साथी। त्यही भएर फटाफट हिँडेर खाना लाग्यो हामी माइत। आज चाहिँ दसैँ टिका लगाउने भनेर फटाफट गएर टिका लगाएर आउने भनेर हिँडेको हो साथी। भाउजूले रोटी हाल्न गइन्छ है, तर हो रोटी हालेको 2-4वटा ताता रोटी चाहिँ त्यसमा खाला नले भाइ बहिनीले भनेर हालेर राखिदिनु भएको रहेछ। हेर्नु गाइस, मेरो दिदी पनि आइपुग्यो। आज चाहिँ दसैँ हेर्नु त, हाम्रो आमाहरू घरतिर सँगै जान लाउनु भएको छ। त्यही भएर हामीलाई टिको लाउनु बिहानै मेरो दिदी र मेरो घर नजिक भएर बिहानै 5 बजे टक्रेर आयौँ हामी त। ल, हामी माइतबाट बिदाई भइयो। आमाहरू पनि घरतिर जानुभयो गाडीबाट चढेर। आज घर जाने भनेको उता स्याङ्जातिर जाने भनेको यति खुसी बुढी ट्याक्कै। ल आमा बाई, बाई। माइत नजिक भएको यही हो, भदैनी केटी वाड हेरी बिहानै भदा बाबु यहाँ छ। लाग्नुभयो यसरी भदैनी छन् घर। अब हामी पनि हाम्रो घरतिर लाए। ल साथी, पनि घर जानलाई दाइहरूको पछि आएका थियौँ। हामी पनि घर दाइहरू स्याङ्जातिर लाग्नुभयो। दसैँ कहाँ पुग्छ जानुभयो आमाहरू। हामी नि हाम्रो घरतिर लागियो साथी। हेर्नु, हामी पनि हाम्रो घरतिर लागियो। बुढाबुढी माइत गएर टिको लाएर आइयो बिहान। नजिक माइत भएको यही फाइदा छ। आइयो माइतबाट घर आइयो। हेर्नु, बाई। मेरो भिडियो हेर्दै गर्नु होला, राम्रो नराम्रो भए पनि धन्यवाद, थ्याङ्क यू। अर्को भिडियोको इन्तजार गर्नु होला।